नेपाली कांग्रेसमाथि ध्यान आकर्षण गर्न चाहन्छु सभामुख महोदय। यहाँ सदनमा तपाईहरु पटक पटक सरकारले यो गरेन त्यो गरेन भन्दै आफू उठ्नुहुन्छ, बेन्चमा बाट माथि उठ्नुहुन्छ, तर तपाईहरुकै सरकारमा बनेको स्थानीय सरकार र प्रदेश सरकारले लम्कीचुवा अस्पताल, लम्कीचुवा प्रदेश अस्पतालमाथि गरेको अन्यायलाई तपाईहरुले कहिलेसम्म सदनमा बोल्नुहुन्छ? तपाईहरु सधैँ सरकारले यो गरेन त्यो गरेन भन्नुहुन्छ। तपाईकै सरकारमा बसेको स्थानीय सरकारले काम गर्ने कर्मचारीमाथि गालीगलोच गर्दा कहाँ छ नेपाली कांग्रेस? म यहाँबाट खोज्न चाहन्छु सभामुख महोदय। एउटा काम गर्ने कर्मचारीले काम गर्न पाउँदैन, प्रादेशिक अस्पताल बन्नुपर्छ भनिरहेको छ, प्रादेशिक अस्पताल बनिरहेको छैन, अनि यहाँ चाहिँ उहाँहरू आदर्शका कुरा गर्नुहुन्छ। म यहाँबाट नेपाली कांग्रेस खोज्न चाहन्छु, कांग्रेस कहाँ छ, कांग्रेसको सरकार कहाँ छ, म यहाँबाट खोज्न चाहन्छु सभामुख महोदय। सभामुख महोदय, यति मात्र होइन, त्यहाँका कर्मचारीहरूले, त्यहाँका शिक्षा, स्वास्थ्य, खेलकुद अन्य क्षेत्रका कर्मचारी पनि यहाँबाट पीडित छन्। अनि अर्को अनौठो कुरो कर्मचारी महोदय, साँडेको जुदाईमा बाछाको मिचाइ भने चाहिँ मेरो निर्वाचन क्षेत्र लम्कीचुवा अस्पतालको 50 सयबाट स्तरोन्नति गरी 15 सयबाट 50 सयमा स्तरोन्नति गरी प्रादेशिक अस्पताल सञ्चालनका लागि नेपाल सरकार मन्त्री परिषदको निर्णयले मिति 2082 जेठ 26 गतेको निर्णय अनुसार स्वीकृति प्रदान गरेको थियो। प्रादेशिक अस्पतालको स्वीकृत भएको यति वर्ष भइसक्दा पनि नगरपालिका र प्रदेशको आन्तरिक जुङ्गाको लडाईले गर्दा त्यहाँका स्थानीयले सधैँ अप्ठ्यारो र मारमा परिरहेका छन्। सम्मानित सर्वोच्च अदालतले प्रदेश अस्पताल बनाउन केही रोकटोक नगर्नु भनी अन्तरिम आदेश दिइरहेको छ, तर पनि अहिलेसम्म त्यो अस्पताल सञ्चालन गर्नुको सट्टा कर्मचारीले तलब नपाउनु र केही समय यता, केही दिन यता त्यहाँका काम गर्ने कर्मचारीलाई त्यहाँको स्थानीय सरकारले गाली गुलोज गरेको र कर्मचारीमाथि गाली गुलोज गरेको सामाजिक सञ्जालमा एकदमै व्यापक आइरहँदा त्यहाँ गाली बेइज्जत भइरहन्छ, गाली बेइज्जत आइरहन्छ, तर यो सञ्चालनका लागि म प्रतिपक्ष मञ्चमा बसेको र नेपालको विभिन्न क्षेत्र सवारी दुर्घटना हुँदा नियतवश ब्याक गरेर नेपाली जनताहरू मार्ने र त्यस घटनालाई दुर्घटनाको संज्ञा दिएर केस मिलाउने यस्ता एउटा घटना बिर्तामोड नगरपालिका झापा क्षेत्र नम्बर 2 बिर्तामोड वार्ड नम्बर 3 बिर्ता बजारको अदुवा खोला पुलमा एउटा अनुकृति चापागाई नाम गरेको 10 वर्षे नानीलाई टिप्परले ठक्कर दिँदा घाइते बनाएर फेरि ब्याक गरेर मारेको घटना ध्यान आकर्षण गराउन चाहन्छु। यस्तो घटना बारम्बार दोहोरिएको छ। हाम्रो देशमा सधैँ दुर्घटनाको संख्या दिएर मिलाउने गरिएको छ। यस्तो कार्यलाई तुरुन्त बन्द गर्न, निरुत्साहित गर्न नेपाल सरकारले कुन ऐनमा संशोधन गर्नुपर्छ, कुन नियम कानुनमा संशोधन गर्नुपर्छ र म अनुरोध यस सम्मान्य सदनमा गर्न चाहन्छु। त्यस्तै घटना गर्ने अपराधीलाई कडाभन्दा कडा सजाय दिने र त्यसको संरक्षण गर्ने विभिन्न भलाइ कोषका समूह जसले पीडितको परिवारलाई थर्काउने गुण्डागर्दी गर्ने गिरियो समूहलाई गृह मन्त्रालयले तत्काल कारबाही गर्नुपर्छ भन्ने म ध्यान आकर्षण सरकारलाई गराउन चाहन्छु। र प्रिय नानी अनुकृतिलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र गहिरो दुःख प्रकट गर्न चाहन्छु। त्यस्तै गरेर सम्पूर्ण परिवारजनलाई गहिरो संवेदना प्रकट गर्न चाहन्छु। धन्यवाद। आज विश्व समुदाय फुटबलको महोत्सव फिफा वर्ल्ड कपको रौनकमा रमाइरहेको छ। हामी पनि आफआफ्नो मनपर्ने देशको जर्सी लगाएर समर्थन गरिरहेका छौँ, तर विडम्बना यही बेला आफ्नै देशको फुटबलको अवस्था सम्झदा हाम्रो शिर गर्वले होइन चिन्ताले झुक्न बाध्य भएका छन्। नेपालको फुटबलको सर्वोच्च संस्था एन्फा अनिश्चितकालका लागि निलम्बनमा परेको समाचारले सम्पूर्ण नेपाली खेल प्रेमी खेलाडी र राष्ट्रिय प्रतिष्ठामा गम्भीर धक्का पुगेको छ। सम्माननीय सभामुख महोदय, नेपालमा प्रतिभाको अभाव छैन, अभाव छ त सुशासन, पारदर्शिता र सक्षम व्यवस्थापनको। सीमित स्रोत साधनका बावजुद पनि सावित्रा भण्डारी, प्रीति राई लगायतका नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाएका छन्, तर दुःखको कुरा खेलाडीहरूले आफ्नो क्षमताले कमाएको सम्मान संस्थागत कमजोरीका कारण बारम्बार सङ्कटमा पर्दै आइरहेको छ। सम्माननीय सभामुख महोदय, एकातिर घरेलु प्रतियोगिताहरू लामो समयसम्म नियमित रूपमा सञ्चालन हुन नसक्दा नयाँ पुस्ताका युवाहरूमा फुटबल प्रतिको आकर्षण र उत्साह घट्दै गएको छ। अन्तर्राष्ट्रिय निकायले कुनै संस्था वा सङ्घलाई एकै दिन वा कुनै एउटा घटनाका आधारमा निलम्बन गर्दैन। यसका निश्चित मापदण्ड, सूचक र प्रक्रिया हुन्छन्। ती मापदण्डहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेपछि नै यस्तो परिणाम आएको हो। त्यसैले यस घटनामा जिम्मेवार पक्षहरूको तत्काल छानबिन गरी आवश्यक कानुनी कारबाहीको
प्रक्रिया अगाडि बढाइयोस्, साथै नेपालको खेल क्षेत्रमा मडारिएको यो कालो बादल हटाउँदै पुनः आशा, भरोसा र उज्जवल भविष्यको सपना देख्न सक्ने वातावरण निर्माण गर्न नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयले गम्भीरताका साथ आवश्यक पहल गरोस् भनेर आग्रह गर्न चाहन्छु। धन्यवाद।